हाम्रो चाहिँ स्टार्ट भयो आजको भ्लग हैन। अब आज चाहिँ हामीहरू जानेछौँ कतै जङ्गलमा जानेछौँ गाइस हैन, रमाइलो गर्नेछौँ। यो चाहिँ मेरो भाइ हो अनि भाइ र म चाहिँ आज जाँदैछौँ गाइस हैन। त्यहाँ चाहिँ मेरो साइकल छ। यो भ्लग चाहिँ अब हाम्रो लगभग 10-15 मिनट हुनेवाला छ हैन। हामीले मस्त बसेर यसो भ्लग सलग बनाउनेछौँ अनि थोरै खाइपी गर्नेछौँ हैन। यो चाहिँ मेरो साइकल भयो अनि ल गाइस यो साइकलमा अब म पनि चढ्छु अनि जान्छु कता। गाइस हामी चाहिँ धेरै थाक्यौँ हैन, त्यही भएर थाकेर चाहिँ हामी रेस्ट गरिरहेछौँ। साइकल हाम्रो चाहिँ भयो अनि यता चाहिँ हाम्रो सर मेरो भाइ हो। यो त एकदम रिस्टा छ गाइस, फेरि रिसाइरहन्छ हैन। अनि हामीहरू चाहिँ यस्तो ठाउँमा घुम्न आएको छौँ। गाई हो तराईको चाहिँ यो चाहिँ खतरा लाग्छ कि मलाई भ्यू चाहिँ क्या हैन। यो चाहिँ हाम्रो दुईवटा साइकल हो गाइस, कोही फाट्न लागेको छ तर फाटे पनि के गर्ने, हामीलाई काम चलाउनु भइरहेछ। मरुभूमि जस्तो ठाउँ चाहिँ बोबल छ गाइस, तर हामीहरू चाहिँ आजको भ्लग चाहिँ दामी हुनेवाला छ जे होस् हैन। तर लङ भिडियो हामीले धेरै त हैन 15-20 मिनटको चाहिँ भिडियो हुन्छ होला सायद हैन। अनि हामीहरू चाहिँ यहीबाट उता जानेछौँ, सिधै जान्छौँ। अनि त्यसपछि यसो पसलहरू भेट्यो भने चाहिँ हामीले केही चिसोहरू किनेर अनि जङ्गलमा बसेर मजाले खानेवाला छौँ गाइस। अनि केही पसलहरू भेट्दैन भने चाहिँ हामीहरू फेरि फर्केर जानेछौँ। अब बाटो कता हो थाहा छैन गाइस त्यो त। अब हामीहरू हेर्दै जानेछौँ, लेट्स गो। साथीहरू हामी चाहिँ खतरा जङ्गलमा आएको छौँ हैन। ओहो गाइस देख्न सक्नुहुन्छ हैन। म चाहिँ एउटा हाल साइकल जता पाएँ त्यति गुड्काइरहेको छु गाइस। त्यो चाहिँ मेरो भाइ हो हैन। अरे बाफ रे बाफ कस्तो दामी छ गाइस, म त छक्क परेँ यार हेरेर हो। हेर्न सक्नुहुन्छ गाइस। तर यहाँ साला क्यामेरा के छ नि एलाउड त होला हो कि छैन गाइस हैन, त्यो त मलाई थाहा छैन। तर गाइस बोपाल छ ठाउँ चाहिँ। ओ माई गड, म त ठ्याक्कै सपनाको संसारमा आएको हो क्या गाइस हैन। यस्तो दामी छ कि त्यो चाहिँ मेरो भाइ हो हैन। देखिहाल्नु भएको छ गाइस, मेरो भाइ पनि यति छ यो भिडियोमा। अरे बाफ रे बाफ किधर गए छी। हामीहरू चाहिँ गाइस एउटा रुखको जग्गामा मजाले बसिरहेछ अनि तन्न खाए नै छ। पसलबाट उलेको छौँ गाइस हैन। अनि हामीहरू चाहिँ यहीबाट फर्केर अन्त्य गरेर फेरि घरतिर जानेछौँ। भिडियो चाहिँ बोपा छ गाइस। अब यो हजुरहरूले हेरेर मनोरञ्जन लिने होला। ओ माई गड फाइनली हामी चाहिँ आएको छौँ गाइस यो वनमा हैन। अब जस्तो हामीहरू अब यहीँ बस्नेछौँ हैन। बसेर चाहिँ अब हामीले चाहिँ केही खाइपी गर्नेछौँ गाइस। त्यो ऊहरू पनि लिएको छौँ हैन। एउटा पेप्सी र 2टा कुरकुरे लिएको छौँ हैन। यो कुरकुरे पनि देख्न सक्नुहुन्छ गाइस। त्यहाँ किनेको त देखाउन सकिन हामीले हैन, किन्नेमा त अलिकति हामीहरू नयाँ क्रिएटर हो त्यही भएर त्यस्तो लाख लाग्छ क्या। त्यही भएर हामीले त्यस्तो किन्न चाहिँ किनेन, यो किनेको चाहिँ देखाएन। हामीले चाहिँ यो जङ्गलमा पसेको यो देखाउनेछु। अनि यो खाएर हामीहरू चाहिँ एकछिन गफगाफ हानेर अनि हामी चाहिँ टक्क फर्केर घरतिर जानेछौँ गाइस। किन भन्नुहुन्छ भनेपछि रात पर्न लाग्यो। हामीले चाहिँ अब खान सुरु गरिरहेको छौँ हैन। देख्न सक्नुहुन्छ गाइस। यो चाहिँ मेरो भाइ हो। खै त तेरो माइक अन गर्न। मेरो त अनै छ नि। अनै छ यार। के भन्न चाहन्छ यस्तो उमाको लेसु गाइस। तलबाट आएर गाइस अहिले भर्खर बल्ल हामीले घरबाट निक्लेदेखि हैन लगभग समथिङ 40 मिनट भयो अहिले, 20-25 मिनट भयो होइन 50 मिनट जति हामीले चाहिँ उकालो आएको गाइस हैन। उकालो आएर यस्तो दामी जङ्गल रहेछ कि हामी त यहाँ त हामीहरू पनि फर्स्ट टाइम आएको। तर हामीहरू यहाँ पसेर हेर्दाखेरि त गाइस एकदम त्यस्तो स्वर्ग जस्तो के ठाउँ पनि त्यस्तो राम्रो लाग्यो। त केटीहरूले डेटिङ बस्ने जस्तो रहेछ गाइस। तर डेटिङ त के बस्ने होइन। अनि कुरकुरेहरू पनि लिएर गाइस। यो चाहिँ कुरकुरे हजुरहरूले पनि हेरेर खाने होला। नास्ता खानु पनि उठ्दैन कि हो नि केटा। है गाइस यो नास्ता खाएर उठाउनु पऱ्यो क्या यार, उठाउनु पऱ्यो क्या यस्तो लगानी केही गर्नु पऱ्यो यार। सोची बोल्नु पऱ्यो नि त। हामीले त्यस्तो स्किप यताउति लेख्दैन, मुखमा जे आउँछ त्यही बोल्ने हो। पहिला त गएर दिन त मलाई यस्तो जोस उठ्दो गाइस होइन। अब कता जहाँ गएर पनि भिडियो बनाउनु जस्तो लाग्यो। तर आजभोलि चाहिँ नबनाएपछि क्यामेरामा फेस नगरेपछि अलिकति डर लाग्दो रहेछ क्या। मान्छेहरूको भिडमा यताउतिमा चाहिँ अलिकति लाख लागेको छ क्या। किनकि हुनु पनि हो नि त। अब मान्छेहरूले तेरो सब्सक्राइब कति छ भन्दाखेरि
बल्ल 95 96 भन्नु भएन नि त गाइस होइन अब लगभग 1000 भने पनि अब धेरै राम्रो हो क्या त्यति पनि पुगेको छैन त के गर्ने हामी चाहिँ गाई यो कचरा खानेछौँ यो कचरा खाएर पुका पारेर एक ठाउँमा राम्रो ठाउँमा लगि छोडिदिन्छौँ जता पाए त्यति फाल्दिउँ यस्तो राम्रो गाइसहरू हाम्रो चाहिँ खाइपी गरिसक्यौँ होइन अब चाहिँ कचराहरू टिप्नेछौँ होइन कचरा टिपेर चाहिँ हामीले त्यो साइकलको पछाडि राखेर आलुहरू त्यो फोहोर फाल्ने ठाउँमा चाहिँ हामीले लगेर फाल्नेछौँ किनकि यस्तो राम्रो ठाउँमा हामीले फोहोर गरेर एकजनाले गऱ्यो भने पनि अब होइन त्यो अब सबै फोहोर अब एकजनाले गरेर अर्कोले आएर पनि त्यही फाल्छ होइन त्यही भएर चाहिँ जहाँ खाएको त्यही फाल्नु हुँदैन त्यो सबैलाई थाहा भएको कुरा हो त्यही भएर हामीले चाहिँ फोहोर उठाएर हामी चाहिँ साइकलको पछाडि राखेर होइन पर फाल्नेछौँ के भन्छस् फोहोर गर्नुहरू हुन्छ कि हुँदैन अरे साह्रो बोल न यार हुँदैन हो त्यस्तै बोल क्या यो चाहिँ मेरो भाइ हो गाइस 15 खतरा छ कोही केटीहरू छौ भने यसलाई पर्पस गर्ने गर है गाइस बोल छ क्या अनि के भन्छु भने गाइस होइन अब होइन भिडियो चाहिँ राम्रै छ जे होस् होइन हजुरहरूले अब फुल भिडियो हेर्नुभयो भने सम्पूर्ण कुरा थाहा पाउनुहुन्छ होइन अब गाइस रुख त कस्तो ठुल्ठुलो छ भन्ने कुरा होइन अब देख्न सक्नुहुन्छ रुखहरू त्यस्तो दामी छ अनि घामहरू पनि बुन लागेको छ सामले टोला यार तिम्रो होइन अब यति ठुल्ठुला छ कि म त हेरेर छक्क पर्छ गाइस देख्न सक्नुहुन्छ होइन एउटा मात्रै होइन कि यहाँ कति रुख यस्तै छ क्या बबल ठुला छ रुखहरू भिडियो कस्तो आएको छ गाइस त्यो थाहा छैन तर चाहिँ म एडिटिङ गर्न पनि खासै त्यस्तो पर्फेक्ट भएको छैन त्यही पनि आफूले सक्दोसम्म गरेको छु होइन बिस्तारै अझ राम्रो गरी जानेछु होइन र हजुरहरूले साथ सपोर्ट चाहिँ चाहियो के गाइस हो के गर्ने अब मुखमा त्यही आउँछ कि साथ सपोर्ट गरिदिनु होला भन्ने मात्रै आउँछ होइन अरू त्यस्तो शब्द केही पनि आउँदैन साथ सपोर्ट चाहिँ हुनै पर्यो गाइस होइन गाइसहरू हामी चाहिँ अब फर्किन्छौँ है गाइस ल धेरै टाइम पनि बितिसक्यो रात पनि पर्छ होला सायद होइन अब हामीले चाहिँ किनभने धेरै टाढो जानु छ 1 घन्टा आधी घन्टा लाग्छ वहाँ पुग्नलाई ल बाई बाई गाइस हो अब चाहिँ नेक्स्ट घर पुगेर घर जाने बिच बाटोमा अलि राम्रो देख्यो भने चाहिँ त्यहाँ भिडियो बनाउने छु अनि देखिन भने गाइस एक्कासी घर पुगेर अन्तिम भिडियो हुनेछ मेरो ल अब चाहिँ जान्छु के भन्छस् अन्तिममा साला चुटिया